यो फोटोमा देखिएको फराक चाहिँ मैले कसरी बनाएँ, कुन कपडाबाट बनाएँ भन्ने चाहिँ मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्न नभुल्नु होला साथीहरू। र थाहा पाउनुहुनेछ हजुरहरूले। यो चाहिँ मेरो कस्टमरलाई फराक चाहिँ धेरै लामो भयो अरे, त्यही भएर चाहिँ मैले कटिङ गर्दैछु। यसले चाहिँ मैले चाहिँ 12 इन्ची चाहिँ कटिङ गरेछु। जति मेरो कस्टमरले चाहिएछ त्यति चाहिँ मैले कटिङ गर्दैछु। थोरै थोरै नाप्दै काट्दै गर्दैछु कि मैले चाहिँ। अनि कपडा चाहिँ खेर जान नदिनलाई चाहिँ मैले बनाउन लागेछु फराकहरूको बच्चाको लागि। हजुरहरूले नि यस्तै गरेर कपडा भोच्यो भने चाहिँ यस्तै बनाउन सक्नुहुन्छ। चाहिँ बराबर गरेर मिलाइ मिलाइ काट्नुपर्छ कि होइन पनि फेरि तलमाथि भयो भने फेरि फराक कपडा बिग्रिन्छ, कपडा खराब हुन्छ फराक। त्यही भएर चाहिँ मैले चाहिँ कटिङ गरिसकेँ। यो चाहिँ छोटो भयो, छोटो फराक चाहिँ बनाएँ। यो चाहिँ मैले बच्चाको लागि फराक सिलाउन लागेछु। चाहिँ मैले काखी सिलाएँ सबभन्दा पहिला चाहिँ मैले डोरीवाला बनाउने हो, त्यही भएर चाहिँ गलामा चाहिँ मैले डोरी लगाएँ। अब अर्कोमा पनि लगान्छु। हजुरहरूले नि सानो बच्चालाई यस्तै गरेर बनाउन सक्नुहुन्छ। चाहिँ मैले चाहिँ चुन्नट लगाउन लागेछु। चुन्न चाहिँ साना साना लगाएछु मैले चाहिँ, कपडा कम भएको भएर। यस्तै गरेर हजुरहरूले नि बनाउन सक्नुहुन्छ साथीहरू। भिडियो चाहिँ अन्तिमसम्म हेर्न नभुल्नु होला। कसलाई मनपर्छ मेरो भिडियो, मन पर्नेले चाहिँ स्किप गर्न, मन नपर्नेले चाहिँ स्किप गर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ मैले डोरीमा चाहिँ फुर्का लगाउन लागेँ। मेरो फाइनल लुक चाहिँ यस्तो भएको छ साथीहरू। हजुरहरूले चाहिँ कस्तो लाग्यो यो मेरो फराक, ठुलो फराकबाट काटेर सानो फराक बनाएको चाहिँ कस्तो लाग्यो। मैले चाहिँ कपडा एक पनि कपडा खेर जान दिएन। अनि यो पनि उही कस्टमरकै हो, एउटै कस्टमरकै। मैले चाहिँ दुईवटा फराक लिएर आएको थिएँ। मेरो कस्टमरले चाहिँ यही कालोवालाकोमा र यही निलोवाला बुलुवालाको मात्रै भनेको थियो मलाई फराक बनाइदिएछ भनेर। मैले चाहिँ यो सेतो पनि कपडा काट्दाखेरि चाहिँ कपडा धेरै चाहिँ बच्यो, त्यही भएर चाहिँ मैले फेरि सेतोको पनि फराक बनाइदिएँ। अनि हजुरहरूलाई चाहिँ कुन चाहिँ कपडाको फराक चाहिँ राम्रो लाग्यो कमेन्ट गर्न नभुल्नु होला साथीहरू। बाई बाई, मिल्छु म अर्को भिडियोमा। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई।